नमस्कार। यहाँ चाहिँ आज तपाईँलाई म तालिम कुरानको विद्यार्थीहरूलाई देखाउन गइरहेको छु र यहाँ भर्खर छुट्टी नाटेको छ एक दृश्य तपाईँहरूलाई देखाउँछ है त। यहाँ चाहिँ शिक्षकहरू हुनुहुन्छ, उहाँहरू चाहिँ उर्दू पनि पढाउनुहुन्छ। मैम नमस्कार। हजुरलाई एउटा कुरा सोध्न चाहे यस मदरसा तालिमुल कुरानको बारेमा। यहाँको तपाईँ शिक्षक हुनुहुन्छ र कति बच्चा छन् यहाँनिर? 155 जना हुनुहुन्छ। अनि तपाईँ चाहिँ कुन क्लासमा पढाउनुहुन्छ? युकेजी पढाउनुहुन्छ। जम्मा शिक्षकहरू कतिजना हुनुहुन्छ? टिचरहरू हजुर मतलब 14 जना हुनुहुन्छ है। भनेपछि कति क्लाससम्म यहाँ पढाइन्छ होला म्याम? 6 क्लाससम्म पढाइन्छ। ए हे ठिक ठिक। भनेपछि प्रगति राम्रै रहेछ होइन? हजुर ओहो हजुर हजुर सानो ठाउँ भए पनि हो हो। अनि म्याम यो कम्प्युटरमा पनि पढाउनु गरेको छैन सबै? हजुर सबैमा छ। ए भनेपछि एउटा राम्रो कुरा अझै थाहा पाएँ मैले, यहाँनिर नास्ताको व्यवस्था पनि छ अरे है सबै बच्चालाई? ए हजुर ओहो एकदम राम्रो एकदम राम्रो। हस् त हस् 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 ल धन्यवाद। हजुर यहाँ टिचरहरू सबैजना हुनुहुन्छ। यहाँहरू चाहिँ अब बसेर अब हिँड्ने बेला भएको रहेछ बस। यहाँ चाहिँ बस बसेर चढिरहेको छु सबैजना हुन्छ। मदरसा तालिमुल कुरान मदरसा तालिमुल कुरानको बस है त। तपाईँ बच्चाको अभिभावक होइन? बुवा हुनु। तपाईँको छोरी कति क्लासमा पढ्छिन् नानी? हजुर युकेजीमा। ए अनि कस्तो तपाईँलाई राम्रै लागिरहेछ? मदरसामा पढाइ राम्रो छ होइन? सबै सुविधा रहेछ हो? त्यही र त ठिक छ ठिक छ। र यहाँ चाहिँ म तपाईँहरूलाई यस मदरसाको अध्यक्षज्यूलाई भेट गर्न लाउँदैछु। यहाँलाई म तपाईँ देखाउँछु मात्रै। हेलो अस्सलाम वालेकुम अध्यक्षज्यू। सन्चै हुनुहुन्छ? आज तपाईँहरूको मदरसाको भिजिट गरेँ, साह्रै मन पऱ्यो, एकदमै राम्रो लाग्यो, खुसी लाग्यो। धेरै व्यवस्था राम्रो मिलाउनु भएको रहेछ र साथै बच्चाहरूको खानापिनादेखि सबै कुराको व्यवस्था तपाईँले मिलाउनु हामीलाई धेरै धेरै खुसी लागेको छ। तपाईँलाई धन्यवाद दिन चाहन्छु अध्यक्षज्यू। हजुर ठिक छ ठिक छ। अनि हाम्रो मुस्लिम समाज सेवाका अध्यक्षज्यू मोहम्मद धिमरोज साहबले पनि केही छोटो कुरा बालबच्चाको यहाँनिर तपाईँले पनि आज धेरै कुराहरू देख्नुभयो हेर्नुभयो, तपाईँलाई कस्तो लाग्यो? मुस्लिम समाज सेवा समितिको तर्फबाट मलाई धेरै धेरै धन्यवाद हाम्रो अध्यक्षलाई
धेरै बधाई छ, राम्रो काम भएको छ, धेरै खुसी लागेको छ। नगरवासीहरूलाई मै धन्यवाद दिन्छु। हस् हस्।